नमस्कार, म यो भिडियोमा तपाईहरुलाई एउटा इन्फर्मेटिभ जानकारी अर्थात् तपाईहरुले अहिले सामाजिक सञ्जालमा जस्तै टिकटक, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालहरु तपाईहरुले चलाइ पनि राख्नु भएको छ होला र त्यसबाट आम्दानी गर्ने सोचमा हुनुहुन्छ र तपाईहरुले भिडियोहरु विभिन्न कन्टेन्टहरु बनाउँदाखेरि तपाईको डिभाइसको मेमोरी चाहिँ फुल हुने समस्या छ भने त्यसलाई समाधान गर्नको लागि यो एउटा सानो भिडियो चाहिँ तपाईहरुको लागि हो। तपाईले यसरी कन्टेन्ट बनाइराख्दाखेरि तपाईको मोबाइलको मेमोरी फुल भइरहेको हुन्छ अथवा कुन भिडियो फाल्ने, कुन राख्ने, कुन फोटो फाल्ने यसको समस्याहरु भइरहेको होला र त्यसको समाधानको लागि तपाईहरुले यो दुईटा सहयोग लिनु भयो भने यो भनेको SSD हो। यो भनेको के हो भन्दाखेरि एउटा SSD हो, 2.5 इन्चको SSD हो र यसलाई तपाईहरुले आफ्नो ल्यापटपमा पनि युज गर्न सक्नुहुन्छ। तपाईले आफ्नो ल्यापटपमा मेमोरी अपग्रेड गर्नको लागि पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ र इन्टर्नल र एक्सटर्नल दुवै तरिकाबाट यसलाई युज गर्न सक्नुहुन्छ र त्यसको लागि यो अर्को तपाई यो 2.5 इन्चको अथवा तपाईले यो कतिको किन्नुहुन्छ त्यही अनुसारको यो एडाप्टर एक्सटर्नल एडाप्टर पनि पाउँछ। यो एक्सटर्नल एडाप्टर पनि तपाईहरुले बजारमा पाउन सक्नुहुन्छ। यी दुईटाको युज गरेर तपाईहरुले आफ्नो मोबाइल अथवा ल्यापटपको मेमोरीलाई अपग्रेड गर्न सक्नुहुन्छ। जस्तै यो SSD चाहिँ तपाईहरुले 2.5 इन्च SSD हो र यसलाई तपाईहरुले एज अ इन्टर्नल अर एक्सटर्नल दुवै तरिकाबाट यसलाई के गर्न सकिन्छ भन्दाखेरि प्रयोग गर्न सकिन्छ है। र यसलाई हामीले ल्यापटपमा लगाउँदाखेरि तपाईलाई यसलाई यहाँ खोलेरै देखाउँछु म। अगाडि म यसलाई यसरी ओपन गरेर देखाइदिन्छु। यो सामसङको रहेको छ र यसमा आउने भनेको यता पछाडी के छ एउटा SSD र यता पछाडी यसको एसेसरिजहरु रहेको छ। अर्थात् यहाँ म्यानुअल र सी ड्राइभ छ, CD ड्राइभ रहेको छ, CD ड्राइभ म्यानुअल र CD ड्राइभ छ। यो चाहिँ तपाईको ल्यापटपमा कुनै ल्यापटपमा यो चाहिँ यसको ड्राइभर चाहिँ खोल्न सक्छ र यसको स्पिड तपाईको रिडिङ एन्ड राइटिङ स्पिड चाहिँ यसको रिड स्पिड तपाईको 560 मेगाबाइट पर सेकेन्ड र त्यस्तै गरेर यसको राइटिङ स्पिड चाहिँ 530 मेगाबाइट पर सेकेन्ड अर्थात् यसको रिडिङ स्पिड चाहिँ 560 मेगाबाइट पर सेकेन्ड र यसको राइटिङ स्पिड चाहिँ 530 मेगाबाइट पर सेकेन्ड रहेको छ। SSD नर्मल्ली के हुन्छ भन्दाखेरि रिड एन्ड राइट फास्ट नै हुन्छ। तपाईले SSD किन्नुभन्दा SSD किन्नु तपाईलाई थोरै एक्सपेन्सिभ भए पनि यसको पर्फर्मेन्स चाहिँ लङ टर्म ड्युरेसन हुन्छ। एउटा भनेको लङ टर्म ड्युरेसन हुन्छ र तपाईको फाइल कपी चाहिँ एकदम फास्ट पनि गर्छ र यो चाहिँ कम्पनीबाटै सामसङको कम्पनीबाटै 5 इयर वारेन्टी पनि छ। 5 इयर वारेन्टी, 5 वर्षसम्म बिग्रियो भने तपाईले सिधै कम्पनीमा कन्ट्याक्ट गरेर यसलाई एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ। अर्थात् कुनै प्रब्लम आयो भने त्यसको सोलुसन तुरुन्तै पाउन सक्नुहुन्छ। अब यसलाई कसरी अब यो इन्टर्नली प्रयोग गर्नको लागि त तपाईहरुले ल्यापटपको SD स्लटमा सिधै SATA प्लगमा सिधै हाल्यो भने यो तपाईहरुले ल्यापटपमा युज गर्न सक्नुहुन्छ। अब यसलाई इन्टर्नली त्यो भयो। अब यसलाई एक्सटर्नली युज गर्नको लागि यो एडाप्टर चाहिँ चाहिन्छ तपाईलाई। यो एक्सटर्नल एडाप्टर चाहिँ चाहिन्छ है। यो चाहिँ तपाईहरु अनलाइनतिर खोज्नु भयो भने विभिन्न ब्रान्डको विभिन्न मूल्यको पाउन सक्नुहुन्छ। यस किसिमले यो मैले चाहिँ ट्रान्सपरेन्ट किनेको छु। यस्तै यो अरूहरु पनि पाउँछ। अर्को यस किसिमको केसमा पनि पाउँछ, यसमा पनि पाउँछ र यो चाहिँ C2C भएको भएर C ड्राइभबाट चल्ने अथवा C डाटा केबलबाट चल्ने भएको मैले यो किनेको। यो चाहिँ SATA-बाट चल्ने हो। यो SATA यो चाहिँ SATA अथवा C केबलबाट टाइप C बाट चल्ने तपाईले पाउन सक्नुहुन्छ। यसको भित्र भनेको म्यानुअल छ अनि त्यसपछि एउटा यो डाटा केबल छ। अब यसको भित्र भनेको यहाँनिर सर्किट छ, अरु केही पनि छैन र यसलाई खोलेर यसलाई हामीले के गर्ने यसरी खोलिसकेपछि
यो हाम्रो एसएसडीलाई यहाँ के छ भन्दाखेरि एडाप्टर छ, प्लग अर्थात् यो साटा केबल हाल्ने ठाउँ छ। त्यहाँनिर यसरी के हाल्नु भन्दाखेरि यो सामसुङ लेखेको माथितिर पारेर यसलाई तलबाट हामीले यसरी फिक्स गर्न सकिन्छ। यो के भइसक्यो भन्दाखेरि यहाँनिर फिक्स भइसकेको छ। यसरी राख्न पनि सजिलो छ। अनि तपाईँलाई माथिबाट यो कभर चाहिँ यसरी लगाएपछि यो सकियो। अब म यसलाई मेरो मोबाइलमा आइफोनमा युज गरेर देखाइदिन्छु तपाईँलाई। सबभन्दा पहिला चाहिँ यो गरिसकेपछि तपाईँहरूले फर्मेट गर्नुपर्ने हुन्छ है EX FAT गर्नुपर्ने हुन्छ। 32 GB भन्दा माथिको कुनै पनि हार्ड ड्राइभलाई अथवा एसएसडीलाई EX FAT तपाईँहरूले फर्मेट गर्नुपर्ने हुन्छ है। यसलाई सबभन्दा पहिला भनेको यत्तिकै हामीले एज अ कम्पनीबाट आएको प्रडक्टलाई सिधै हामीले यसलाई के गर्न सकिन्न भन्दाखेरि युज गर्न सकिन्न है। अर्थात् हाम्रो डिभाइसले यसलाई रिड गर्दैन। त्यो रिड गर्ने बनाउनुको लागि यसलाई सबभन्दा पहिला फर्मेट गर्नुपर्ने हुन्छ। त्यो फर्मेट गर्ने भनेको तपाईँको EX FAT गर्नु होला। विभिन्न अब जस्तो विन्डोमा मात्रै रिड गर्ने अथवा म्याकमा मात्रै रिड गर्ने त्यस किसिमको हुन्छ। यसमा तपाईँहरूले दुईटैमा म्याकमा अनि विन्डोमा अथवा तपाईँहरूको मोबाइल डिभाइसहरूमा युज गर्नको लागि EX FAT चाहिँ फर्मेट गर्नुपर्ने हुन्छ है। मैले अब मेरो यो तपाईँहरूले यहाँ अर्को नो चिटिङ यो चाहिँ मेरो मोबाइलमा आइफोनमा युज हुने सी केबल डाटा केबल हो, C2C छ। मैले यसलाई यसमा जोडेर यसमा तपाईँको नो चिटिङ यही छ। अब म चाहिँ तपाईँहरूलाई यसमा अहिले डाटा केही पनि छैन, यसमा कुनै पनि डाटा छैन, तपाईँलाई एज देखाउनुको लागि मात्रै हो। अब यसलाई म मेरो मोबाइलमा युज गराएर यसलाई रिड गराएर देखाउँछु। डाटा छैन तर पनि यसलाई कसरी युज गर्ने भन्ने देखाउँछु म तपाईँहरूलाई। डाटा तपाईँले जस्तो कम्प्युटरबाट यसमा डाटा हालिसकेपछि कम्प्युटरको डाटा चाहिँ सिधै तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि मोबाइलमा रिड गर्न सक्नुहुन्छ। अथवा मोबाइलबाट खिचेको भिडियोहरूलाई यसमा सिधै फोटोहरूलाई सिधै यसमा के गर्न सकिन्छ भन्दाखेरि सेभ गर्न सकिन्छ है। अब हेर्नु चाहिँ मैले फेरि मोबाइलमा कुनै पनि अर्को एसेसरिजहरू युज गरेको छैन है। एसेसरिज कुनै पनि युज भएको छैन। यो सम्पूर्ण केबल यही छ। सम्पूर्ण केबल एउटा टुप्पो यहाँ छ, अर्को चाहिँ लगेर मैले मेरो मोबाइलमा यसलाई जोडिदिन्छु। जोडिसकेपछि यहाँनिर के भयो भन्दाखेरि बत्ती बलिसक्यो। अर्थात् यो चाहिँ के भयो भन्दाखेरि मोबाइलले रिड गर्न सुरु गरिसक्यो है। अब म तपाईँहरूलाई है नो चिटिङ हो। तपाईँको डाटा केबल सबै यहाँ छ। योभन्दा अर्को कुनै पनि एसेसरी यसमा युज भएको छैन है। अब तपाईँहरूले के गर्ने त भन्दाखेरि यसलाई जोडिसकेपछि तपाईँको मोबाइलमा आइफोनमा विभिन्न एप्सहरू हुन्छ है। तपाईँहरूको आइफोनमा विभिन्न एप्सहरू होला। त्यो एप्समध्ये तपाईँहरूले फाइल भन्ने एप्सलाई ओपन गर्नुपर्ने हुन्छ। फाइल भन्ने एप्सलाई ओपन गर्ने तपाईँहरूले यसलाई यो मोबाइलमा कनेक्ट गरिसकेपछि र तपाईँहरूले यो फाइल भन्ने एप चाहिँ ओपन गरिसकेपछि तपाईँहरूको यहाँनिर के हुन्छ भन्दाखेरि बत्ती बल्छ। यो बत्ती ब्लिङ्किङ भएको छैन र कन्टिन्यू बलेको छ भने तपाईँको यसमा यो ड्राइभको तपाईँको कुनै पनि एसेसरिज यहाँ युज भएको छैन। एउटा टुप्पो यहाँ छ, अर्को टुप्पो यहाँ छ। अब तपाईँहरूले यो फाइल ओपन गरेर तपाईँले यो ब्राउज भन्ने ट्याबमा यो बटनमा ट्याप गर्नुभयो भने तपाईँहरूको यसको ड्राइभ नेम देखाउँछ। यो जुन छ यो तपाईँको इन्टरनललाई एक्सटर्नलमा कन्भर्ट गरेको जुन एसएसडी छ त्यसको यहाँनिर नेम देखाउँछ। अब त्यो नेममा ट्याप गरेर जस्तै मेरो माथिबाट यहाँनिर देखाएको छ र अहिले चाहिँ मेरोमा यसमा कुनै पनि डाटाहरू छैन। त्यही भएर यहाँ के छ भन्दाखेरि ब्ल्याङ्क देखाएको छ, इम्टी देखाएको छ। तपाईँले डाटा यसमा सेभ गरिसकेपछि यहाँनिर के गर्न सकिन्छ भन्दाखेरि तपाईँले यसलाई मोबाइलमा र कम्प्युटरमा अथवा जुनसुकै डिभाइसहरूमा यसलाई के गर्न सक्नुहुन्छ भन्दाखेरि एज अ एक्सटर्नल हार्ड ड्राइभको रूपमा अथवा पोर्टेबल डिस्कको रूपमा, पोर्टेबल फ्ल्यास डिस्कको रूपमा तपाईँले यसलाई युएसबीको अथवा हामीले पेन ड्राइभ जसरी यसलाई युज गर्न सक्छौँ। पेन ड्राइभको एज अ पेन ड्राइभ
हामीले यसलाई पेन ड्राइभलाई हामीले जसरी युज गर्छौँ त्यसरी नै यसलाई यो डाटा केबल यो चाहिँ एक्सटर्नल कन्भर्टर भयो भने हामीले यसलाई सजिलै सङ्ख्याल सक्छौँ युज गर्न सक्छौँ। हस् त, धन्यवाद।